गाइडलाइन पीडित छ है। गाइडलाइनको सबै व्यवसायहरू आएको छन् होइन। गाइडलाइनमा गर्ने मान्छे पनि रोइरहेछन्, अब गर्नेले गरिरहेछन्, अब 2 नम्बर गरेर पनि गरिरहेछन् होइन, सही तरिकाले पनि गरिरहेछन्। अब भाग्य बलले उनले जसरी पनि भइरहेछ, अब नहुनले अब त्यही त नि अब पीडित छ अवस्था। दुनियाँसँग लड भिडियो मुजी पम्पलाई बुझाउनु ठिक्क हुन्छ होइन। अब कर्मचारीहरू अब संस्था मार्फत चल्ने गाडी, अब संस्था कर्मचारीहरू भर्खरको विषय छ नि यो रतन टाटाको बारेमा के जाने छ? रतन टाटा यस्तो उहाँ अब धेरै उहाँ देउता भन्नुपर्छ, एउटा भगवान् भन्नुपर्छ उहाँलाई एउटा होइन। उहाँ एकदम सामान्य व्यक्ति हुनुहुन्छ, उहाँको प्रति एकदम श्रद्धाञ्जली हार्दिक व्यक्त गर्छु। इमान्दारीपूर्वक भन, तिमीलाई रतन टाटाको बारेमा मरिसकेपछि तिमीले खोज्दै अथवा यस्तो बुझ्दा अलिकति धेरै पहिला पनि थाहा थियो, अलिअलि सुनेको त्यसको बारेमा? बिल्कुल सुनेको थिएँ। उहाँ जस्तो व्यक्ति भेट्न गाह्रो छ, अब भेटिँदैनन्। जस्तो हामीले शिवजी होइन, अब हनुमान श्रीकृष्ण यहाँ हुँ भन्ने हामीले भेट्दैनौँ, अब उहाँ पनि त्यस्तै व्यक्ति हो होइन। बाँकी अब अरू चोर फटाक कुरो नसोध्नु होला है। भन्नुहोस् राजनीति के छ? राजनीतिमा बिल्कुल फुल नयाँ शक्ति भन्छन्, नयाँ आछन्, ए सब मान्छे टुसाहरू यी सब यो भड्काउहरू हुन् होइन। आफ्नो चित्त एकतिर बुझेन, उतातिर भयो। जसले पनि रिस उठेपछि लौरो भयो भने उठाउँछ, हात भयो भने उठाउँछ, हँस्या भयो भने उठाउँछ, त्यही उठायो त्यो घन्टी भन्छन् के भन्छन्, लडा काम छैन सब यो हावाका पातहरू, रुखका पातहरू होइन। राजनीति सिजन अनुसार झल्छन्, नयाँ पलाउँछन्, एकदम बिल्कुल बिउ झर्छ, पलाइहाल्छ। राजनीतिक समस्या बहुत छ हाम्रो देशमा, कसैको देशमा। यसलाई सम्झाउनु नि राजा ठिक थियो कि अहिले यो ठिक छ त? यस्तो राजा आउँदाखेरि सिस्टम थिएन होइन। अब सबैको हातमा आफ्नो अब अहिले जस्तो मोबाइल छन्, दुनियाँ दिवाना छ होइन। सबको घरमा ल्यापटप छ, एउटा घरमा 4वटा गाडी छ। अब त्यति बेला गाडी चलाउनलाई 2 घन्टा लाग्थ्यो, एउटा फोन कसैसँग कुरा गर्नलाई 2 घन्टा लाइन लाग्न पर्थ्यो। अनि यो कुरा के सिस्टमले आएर यो अब अलिकति सिस्टम भन्नाले पनि अलिकति यो मलाई त यो समयअनुसार आफै आएको जस्तो लाग्छ। समयअनुसार भन्दा नि हाम्रो देश धेरै पछाडि छ होइन। यो हामी यहाँ नेपालमा हुँदाखेरि म इन्डियामा पहिला पनि गएको, म नेपालमा मोबाइल नचल्दाखेरि मैले मोबाइल लिएर आएको मान्छे हो। मोबाइल मैले चलाउँथेँ त्यति बेलामा। तपाईँहरूलाई पनि याद छ होला, एउटा सिमको लागि चितार्ने 1000 भन्दा नि महँगो हाल्नु पर्थ्यो। त्यो त्यतिखेर त लगभग तिमीले भनेअनुसार त त्यो 62-63 सालको कुरो हो। बिल्कुल त्यतिखेर त राजा थिए त, लगभग थिए नि त। थिए नि, अब राजा त अझै पनि छन्, राजा अझै पनि हुनुहुन्छ, राजसंस्था अझै पनि हुनुहुन्छ। तर राजसंस्थाले ढाकेर राखेको छ। राजसंस्थालाई फालेर जुन किसिमको हुन्छ भन्ने सोचेको थिए, त्यो त भएन नि आखिर। भएन, त्यो कहाँबाट हुन्छ? त्यो सब भरम हो। अब लडाउने भिडाउने मान्छे छ नि, अब लडा लसन गराए। अब जनताहरू अब सोझा साझा छन् होइन। सब यो ब्रेन वास भन्छ एउटा इङ्ग्लिस शब्दमा, सबैको ब्रेन वास गरियो। अब तँ दलित भन्यो, तँ मुजी मगर भन्यो, तँ यो भन्यो, तँ ऊ भन्यो, दुनियाँ दिवाना भन्यो। तर वास्तवमा कसैले न्याय पाएन। चाहे त्यो बाहुन स्वयं किन्नुहोस्, बाहुनले पनि न्याय पाएन। होइन यो नेपालमा अहिले पछिल्लो चरणमा प्लेनहरू हेरेर दुर्घटना भइरहेको नि के छ? यो विषयमा पनि म एकदम गम्भीर धारणा राख्न चाहन्छु। एकदम यो कस्तो भनेपछि यो चिथा नि बाहिरको प्लेनहरू कबाड प्लेनहरू उठाएर लिएर आउने होइन। आफ्नो देशमा पनि अर्काको सेकेन्ड ह्यान्ड माल ल्याएर चलाउने, आफ्नो देशमा उत्पादन गर्न नसक्ने। अब ठिकै छ, त्यो पुरानो ल्याए पनि कमसेकम अलिकति हुन्छ नि, नयाँ सामान हालेर ट्र्याक्टर कुनै पनि दुर्घटना नहुने हिसाबले होइन, कसैको ज्यान नजाने हिसाबले, संस्थालाई देशलाई घाटा नलाग्ने हिसाबले गरिदिएको भए राम्रो हुन्थ्यो होइन। अब त्यही त, अब जबसम्म खर्चेन तबसम्म चलाइराख्ने भन्ने सोच राख्छ यो एयरपोर्टको यो दुनियाँ दिवाना सिस्टम पनि त्यस्तै छ। भाडा एकातिर अप्ठ्यारो भेट्यो भने ठ्याक्कै बाटो बन्द भएको थाहा पायो भने एकातिरबाट भाडा बढाइदिन्छ, डबल भाडा बढाइदिन्छ। यो बिल्कुल यो एयरलाइन चाहिँ एकदम कमजोर छ यसको। तिमी त गाडी लाइनको मान्छे, यो अहिले इभी आएको छ नि, इभीको के छ, कतिको सक्सेस हुन्छ यो इभीहरू? इभी यस्तो, इभीलाई पनि ठिकै छ, मैले राम्रो भने प्रदूषणको लागि हो होइन। तर यो सक्सेस छैन, दिगो छैन। गन्तव्यमा हिँडेको मान्छे जस्तो उसले
इभीले अब हाम्रो डिजल गाडीले चाहिँ 1000 किलोमिटर 2000 किलोमिटर नापेर हिँड्न सक्ने गाडीले अब त्यो इभीले आएर त्यति नाप्न सक्दैन। बिल्कुल हाम्रो हाकिम साहबको फोन आयो एकछिन म हजुर दादा अब यो बाटोको विषयमा छ एउटा कुरा बट्टा म आफ्नै व्यक्ति कुरा गर्न चाहन्छु। यही हाम्रो यो महेन्द्र राजमार्ग होइन यो बाटो भएन यो बाटो मान्छे नमरिकन बाटो नबन्ने यसलाई त महेन्द्र राजमार्ग भन्दैन नि थाहा छैन नै त्यो त अब भन्नै पर्यो नि। राष्ट्रिय मार्ग के भन्छन् यसलाई अहिले पूर्व पश्चिम राष्ट्रिय राजमार्ग के भन्छन् होइन अब त्यो ठिक छ त्यो अब होला अब व्याख्या जे पनि यही होइन जे पनि यही बाटो जे यसको पुरानो नाम महेन्द्र राजमार्ग हो त्यो हुनुपर्छ त्यो हुन्छ होइन त्यो कायम नै हो। अब तिम्रो नाम यार फेरिदिएर पछि यस्तो फलानु भनेर त तिमी त पुरानै त हो नि यार होइन। यो बाटो एकदम गलत छ यार बाटो ड्यामेज भइसक्यो यसको इन्जिनियरिङ गलत छ। इन्जिनियरिङ ठिकै हो इन्जिनियरिङ पनि ठिकै भन्छु तर अब पछि पनि त मोडिफाई दिनु पऱ्यो नि त त्यसलाई। अब ठिक छ त अब मान्छे जन्मेपछि 2 गाँस 4 गाँस धेरै खाँदै जान्छ त अब त्यसलाई पनि चाहियो त यार बाटो ठुलो चाहियो ठुलो हुनु पऱ्यो होइन चौडा हुनु पऱ्यो होइन। पब्लिक बढ्दैछ गाडी बढिरहेछ होइन। अब यो बाटोले महाकसम अब फलानु ठाउँमा कति ठाउँमा महाकसम पुरै मान्छे मर्ने बाटो छ तर ऊ आफै बचेर हिँड्दा त्यो सडक विभागलाई मतलब छैन। यो सडक विभागलाई त त्यता के भनेर सम्झाउने मलाई झापटै हान्न पर्ला जस्तो मागेको छु मैले त। अनि एउटा यो तिमीलाई थाहा छैन होला तिमीलाई एउटा कुरा भन्छु जस्तै यो नेपाल सरकारले भनौँ न अब अहिलेको यो सरकारले अब बसाइ सराईलाई अब रोक्न जस्तै मान्छे तराईमा अथवा राजधानीमा अथवा यही तराई क्षेत्र यो राजमार्गको हाइवेतिर बढी अब मान्छे झरे यता पहाड खाली भयो हिमाल खाली भयो त्यो ठिक होइन अनि भनेर अनि एउटा यो अवधारणा अथवा एउटा यो ल्याएको छ कि यो मध्य पहाडी लोकमार्गमा 10वटा नमुना सहर बसाउने ताकि त्यहाँको मान्छेहरू अब यता धेरै तल नझरुन् त्यही हामीले सहर बसाल्दा सुविधाहरू दियौँ भने अनि अर्को फेरि अलिक पछि त्यसैबाट प्रभावित भएर फेरि पछि यो हिमाली मार्ग जुन अहिले माथि बनाएको छ जस्तै दुनै डोल्पा अप्पर डोल्पादेखि अप्पर मुस्ताङ यो बाटो पनि बन्दैछ यसबाट पनि 10वटा सहर बसाल्ने भन्ने जस्तो कुरो छ होइन। यो कस्तो राम्रो हो यो राम्रो भन्दा पनि अब सहर मलाई त ठिकै लाग्यो किनभने चाहिँ अब मान्छेले पछिल्लो चरणमा अब धेरै पाहाडबाट झर्न रोकिसकेका छन् किनभने पाहाडमै सबै सुविधा भयो नेट इन्टरनेट मोबाइल हातमा छ त्यो अनुसार फेसनहरू सब भित्रिसक्यो अनि त्यसले गर्दाखेरि त्यो त एकदम ठिक हो नि अन्त यहाँ पनि त चाप बढ्छ नि होइन र तराईमा अब हिजोका दिनहरूमा तिनी सबै सुविधा भइदिए हामी हाम्रो बाबुबाजे पाहाडबाट झर्दैनन् यहीँ बस्थे।